नमस्ते, यहाँहरूलाई मल्टिपल मौलिक चौतारीमा स्वागत छ र यो चौतारी यहाँहरूको पनि हो। आज दुःखका साथ भन्नुपर्छ, एउटा दुःखद घटनाबारे हामी चाहिँ यहाँहरूलाई भन्न गइरहेका छौँ र यसबारे हामी केही सन्देश दिन गइरहेका छौँ प्रियहरू। र आज 7 फेब्रुअरी 2026मा फेरि पनि अर्को हाम्रो वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको खबर हामीले सुनिसकेका छौँ र यहाँहरूले पनि सुनिसक्नु भएको होला। सामाजिक सञ्जालतिर यत्रतत्रै है, एकदमै दुःखद खबर हो। उहाँले चलचित्र सिनेमामा ठुलो योगदान दिनुभएको छ र त्यति मात्र नभइकन भारतमा पनि त्यतिकै योगदान दिनुभएको छ उहाँले। र उहाँ यसरी बितेर जानु भइसके पश्चात हामीलाई एकदमै दुःख लागिरहेको छ अन्तस्करणदेखि नै, र हामी त्यो दुःख व्यक्त गर्न चाहन्छौँ यहाँहरू माझ र उहाँको आत्माको चिर शान्तिको कामना हामी गर्दछौँ। र एकदमै यस्तै गरेर हाम्रो 11 जनवरी 2026मा पनि प्रशान्त तामाङज्यूको निधन भएको हामी सुनिसकेका छौँ र एकदमै दुःखद खबर हो त्यो पनि होइन। उहाँले पनि जसरी हाम्रो सुनिल थापाज्यूले योगदान दिनुभएको छ र इन्डियन आइडल सिजन 3 मा विनर भएर हाम्रो देशलाई चाहिँ चिनाउनु भएको थियो संसारमा। हजुर, नेपाल इन्डियन आइडल सिजन 3 मा उहाँले र उहाँ चाहिँ 43 एजमा चाहिँ उहाँको निधन भएको थियो। एकदम दुःखद खबर। त्यो 43 एज भनेको त इज नट टु ओल्ड है, एकदमै यङ एज नै हो। र के कारणले गर्दाखेरि निधन भएको रहेछ भनेर बुझ्दै जाने क्रममा कार्डियक अरेस्ट भएको रहेछ। कार्डियक एरेस्ट र हार्ट एट्याक भनेको एउटै नभए पनि सिम्पटम्स फरक भए तापनि मुटु सम्बन्धी नै पर्यो। हजुर, मुटु सम्बन्धी नै हो, तर त्यो चाहिँ अलिकति फरक छ त्यसको, तर सेम चाहिँ होइन भन्छ नि। र जे जस्तो भए तापनि अब यो भनेको चाहिँ खानपिनको कारणले गर्दाखेरि हो। हामीले देख्न सक्छौँ अहिलेको खानपिन, जीवनशैली भनौँ न, समग्र जीवनशैली भनौँ न। लाउने त कुरै भएन, लाउने पनि कति कुरामा। अब हामीले एउटा मुभीको अस्ति सुनेका थियौँ होइन, युएसमा अब यही जेरी अन टपमा पनि जस्तै चिसोमा धेरै एक्सर्साइज भयो, चिसोमा एक्टिभिटिज भयो भनौँ न सुटिङको दौरानमा, अनि त्यहाँ निमोनियाको एकजना कलाकारलाई हलिउडमा नै निमोनियाको, जस्तै एपोकालिप्टोको कलाकारहरूलाई पनि निमोनियाको अब विभिन्न भन्ने हामीले सुनेका थियौँ, पढेका थियौँ। त्यसैले लाउने कुरा आएको भयो जीवनशैली। अब खानपानको त कुरै नगरौँ। ओ माई गड, अब मलाई अचम्म लागेको चाहिँ हिजोआज यो भइरहेको कुरा चाहिँ के भएको कि अचम्म लाग्छ। हुन त होपलेस गराए जस्तो हुन्छ दर्शकहरू, तपाईँहरूलाई होइन, अन्यथा नलिनु होला। होपलेस भन्दा पनि अब कस्तो भने केही सोच्न सकिरहेको छैनौँ। गत हप्ता भनौँ, गत हप्ता होइन, तीन हप्ता भयो प्रशान्त तामाङको विषयमा भन्दैछु। प्रशान्त तामाङ अब 1 महिना पनि भएको छैन कि बाबा, 1 महिना नि भएको छैन। लगत्तै फेरि सुनिल थापाज्यू अब हुनहार त्यस्तो कलाकारहरू ट्रिब्युट दिन चाहन्छु। सारा टु सुनिल थापा दाई अनि प्रशान्त तामाङ हामी त अब टुडी खेलमा सँगै पर्फर्म गरेका थियौँ। सुनिल थापा दाईसँग त झन् कलाकार समूहको चाहिँ जुन र्याली थियो तराईमा चाहिँ बाढी पीडितहरूलाई हामीले तराईको लागि भनेर चन्दा सङ्कलनको लागि चाबेलदेखि काठमाडौँको रिङ रोड चाहिँ आजभन्दा धेरै वर्ष अगाडि तराईको पीडितहरूका लागि भनेर चन्दा सङ्कलनको लागि सुनिल थापा दाईसँग हिँडेको थिएँ म। उहाँ त यति हट्टाकट्टा हुनुहुन्थ्यो, धेरै हट्टाकट्टा मान्छे। अब फेरि खेलाडी मान्छे उहाँ, प्रशान्त तामाङ पनि खेलाडी। अब खेलाडीहरूको जीवनस्तर त्यसरी चाहिँ नि बित्दै जाने क्रममा त्यस्तो चाहिँ नि एक्सर्साइज गरिरहेको, दैनिक जीवनशैलीलाई चाहिँ नि ब्यालेन्स मिलाइरहेको, सन्तुलन मिलाइराखेका कलाकारहरूको यसरी चाहिँ नि असामयिक निधन हुन्छ, अल्पायुगमै उहाँहरू बित्नुहुन्छ भने हामीले सोच्ने के भन्नुहोस् त, स्तब्ध हुन्छ कि हुँदैन। त्यसरी अब हामीले यसको उपाय पनि छ, अब यसको उपायको पनि केही क्याटेगोरीहरू छन्। अब सबै क्याटेगोरीहरू त अब डक्टर सम्बन्धी, हेल्थ सम्बन्धी कुराहरू हुन्, तैपनि तपाईँ हामीले पनि भोगेर हिजोआज त अब YX, जेन वाई, जेन एक्स, जेन जी, अल्फा भनिसकेपछि हामी डिजिटल युगका मान्छेहरू हौँ। भनिसकेपछि हामीले कतिपय कुराहरू, हाम्रो विषय चाहिँ स्कल्पचरल आर्किटेक्चरल, जुन हामी, उहाँ पनि कलाकार, म पनि कलाकार। अब कलाकारिता मात्रै नभएर, रङ्गमञ्चको कलाकार मात्रै नभएर हामी स्कल्पचरल भनौँ न, मूर्तिकार। अब हाम्रो विषय कति डक्टरलाई थाहा हुन्छ, डक्टरका विषयहरू हामीलाई कति थाहा हुन्छ। डक्टर, पाइलट, इन्जिनियर होइन, स्ट्रक्चरल इन्जिनियर, कलाकार, एक आपसमा हामीलाई धेरै कुराहरू थाहा भइराखेको हुन्छ नि त। जस्तै तपाईँहरूलाई पनि कति कुरा थाहा हुन्छ, तपाईँहरूलाई थाहा भएको कुरा हामीलाई कतिलाई थाहा भइसकेको हुन्छ। हाम्रो विषयका कुराहरू तपाईँहरूलाई थाहा भइरहेको हुन्छ अहिलेको जमानामा। भनेपछि अब हामीले पनि हेल्थ कन्सियस भएर, संवेदनशील भएर स्वास्थ्य सम्बन्धी हामीले धेरै बुझ्नुपर्ने आवश्यक भएको छ। भनेपछि रोग लिएर
यो मुटुको व्यथा अथवा कलेजोको व्यथा, फोक्सोको व्यथा, जस्तै अहिले जुन आइरहेको छ अर्को भिडियोमा हामी लिएर आउँदैछौँ यो के भाइरस, निपा भाइरसको विषय। जस्तै कोरोनाले हाम्रा कति साथीहरू लिएर गए, संसारलाई धेरै विशेष व्यक्तित्वहरू लिएर गए, अल्पायुगमा बित्नुभयो। अब मृत्यु शाश्वत सत्य हो, हामी पटक पटक भन्छौँ मृत्यु शाश्वत सत्य हो, जन्म र मृत्यु प्रकृतिले दिएको एउटा सिनारियो, एउटा सिस्टम हो भन्दैमा अब अल्पायुगमा जानु भनेको त तपाईँको धेरै दुःखद घटना हो। विश्वास गर्न सकिरहेको छैन। प्रशान्त तामाङ जी भयो, अब सुनिल थापा दाई भर्खरै बित्नु भएको छ। उहाँहरूको आत्मा चिर शान्तिको कामना र एकछिन मौन धारण पनि गरौँ र यो मिडियामा यसरी चाहिँ समय बिताउनु पनि भएन। हामी एकछिनपछि अफलाइनमा उहाँहरूको विषयमा प्रे गर्छौँ आफ्नो आफ्नो धर्मअनुसार र उहाँको स्वर्गमा बास होस्। र त्यही त अब चाहिँ हामीले के गर्नुपर्ने हो त? यसको प्रिभेन्टिभ मेजर हुन्छ नि त। प्रिभेन्टिभमा अब हामीले जस्तै तपाईँले भन्दै हुनुहुन्थ्यो अफलाइनमा अघि जुन के मकैको कुरा गर्दै हुनुहुन्थ्यो, त्यो भन्नुहोस् न एकछिनको उदाहरणको लागि। म पनि केही कुराहरू भन्नेछु दर्शकहरूलाई। त्यो मकैको कुरा गर्ने क्रममा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि यो अहिले विभिन्न मकै भयो, अब कृषिको बारेमा जुन भन्ने क्रममा कृषिको बारेमा केही भन्नुभएको थियो नि अघि अफलाइनमा साथीहरूसँग, त्यो कुरा भन्नुहोस्। हाम्रो बाबाले चाहिँ मकै रोप्नु भएको थियो बारीमा, अनि त्यो मकै रोप्ने क्रममा चाहिँ उहाँ चाहिँ अब म चाहिँ के औषधि पनि हाल्दिनँ, डिएपी अनि विभिन्न युरिया मलहरू चाहिँ हाल्ने गर्दो रहेछन् गाउँलेहरूले चाहिँ। अनि अब म त्यो मल हाल्दिनँ, म यतिकै अर्ग्यानिक नै म उमार्छु भनेर उहाँले चाहिँ खेती गर्नुभएको थियो होइन, खेती गर्नुभएको थियो। अनि वरपर ठ्याक्कै छरछिमेकीहरूले चाहिँ अब त्यो मकैलाई अलिकति ठुलो बनाउनको लागि, ठुलो ग्रोथ गर्नको लागि चाहिँ विभिन्न खालको मलहरू हुँदो रहेछ, डिएपीहरू भन्ने अनि युरिया भन्ने। अनि त्यसले चाहिँ मकैलाई चाहिँ एकदमै राम्रो बलियो अनि ग्रोथ गर्नको लागि चाहिँ एकदमै हाम्रो अर्ग्यानिक कम्पोस्ट त कम्पोस्ट भइहाल्यो, गाई भैँसीको बाख्राहरूको मल त कम्पोस्ट त एक नम्बर भइहाल्यो। त्यसमा पनि त्यतिका मलहरू बारीमा छरिकन पनि फेरि त्यो डिएपी भन्ने कालो हुँदो रहेछ होइन, कालो हुन्छ, अनि युरिया भनेको चाहिँ सेतो कलरको हुन्छ। अब अहिले त कम्पलसरी जस्तै गाउँमा, त्यो मैले पनि देखेको छु गाउँमा कम्पलसरी जस्तै त्यो प्रयोग गर्दो रहेछन् होइन। भनेपछि अब त्यो युरियाले चाहिँ अघि तपाईँले भन्नुभएको कुरा चाहिँ मलाई इन्ट्रेस्टिङ लाग्यो। गाउँलेहरू सबैले युरिया प्रयोग गर्दो रहेछन्। बाबाले चाहिँ तपाईँको बाबाले चाहिँ सरी मैले भनिदिएँ है त, तपाईँको बाबाले चाहिँ नि कम्पोस्ट मात्रै खेती गर्छु म, एकदम शुद्ध उमार्छु, फलाउँछु फुलाउँछु, शुद्ध ट्राई गर्छु, प्रयोग गर्छु भनेर उहाँले चाहिँ प्रयोग गर्ने क्रममा गाउँलेहरू सबैले युरिया प्रयोग गरिदिनु भयो। हरियो भइरहेको आफ्नो मकैहरू गाउँलेले युरिया छर्ने बित्तिकै केही हप्तापछि अथवा केही दिनपछि पहेँलो भयो भन्नुभयो नि त, पहेँलो भइदियो भनेपछि त्यति प्रभाव हुँदो रहेछ युरियाको चाहिँ। त्यो अक्सिजन चाहिँ एब्जर्ब गर्दो रहेछ कि, अक्सिजन युरियाहरु जुन हालेको छ नि त्यसले चाहिँ अक्सिजनलाई एब्जर्ब गर्दो रहेछ, एब्जर्ब गर्दो रहेछ। त्यही भएर येलो भएर जान्छ। अनि त्यति साह्रो फास्ट पुल है तपाईँको केही दिन भित्रमै त्यति एब्जर्ब गर्ने भनेपछि युरियामा त्यत्रो चाहिँ नि पावर हुँदो रहेछ। भनेपछि हरियो मकै हट्टा खट्टा मकै चाहिँ नि तपाईँको त्यो कम्पोस्ट मलमा आएको चाहिँ नि लहलाउँदो मकै चाहिँ नि पहेँलो भएर गयो। बाध्य भएर उहाँको बुवाले पनि युरिया छिट्नु पर्यो। ठिक छ, त्यो युरिया डिएपी कम्पोस्ट भनेको त साइन्सहरूको चाहिँ नि एक्सपेरिमेन्टबाटै ल्याएको हो, टेस्टेड चिज हो भनौँ न। त्यो एउटा अक्सिजन, त्यो युरियाहरू भनेको नि एउटा अक्सिजन दिन्छ अरे कि त्यसले पनि त्यो मकैहरूलाई। अनि त्यसले चाहिँ जुन हालेको छैन त्यहाँको चाहिँ शुद्ध फ्रेस अक्सिजनलाई चाहिँ त्यो त एब्जर्ब गर्ने। त्यो त भयो र सहरमा हामी जति पनि सहरका कुराहरू ल्याएर खान्छौँ है, बजारबाट ल्याएर हामीले कन्ज्युम गर्छौँ, ती कुराहरू त त्यसै पनि विषाक्त चिजहरू हामीले खाइराखेका छौँ। अनि हामी आफूलाई स्वस्थ सम्झिन्छौँ, पुर्खाहरूभन्दा हामी जीवनशैलीमा राम्रो छौँ, राम्रो लाउँछौँ, हामी एक्टिभ छौँ, बोल्नु पनि जानेका आफू सम्झिन्छौँ। अहिले हामी चाहिँ अहिले युगमा डिजिटल युगमा छौँ, हामी धेरै कुरा सुन्छौँ र सोच्छौँ, देख्छौँ, खान्छौँ। हामीले भोगेको जति चाहिँ पुर्खाले भोगेको थिएनन् भन्छौँ, तर पुर्खाले जतिको हामीले एक छेउ पनि गरिरहेको हुँदैन रहेछ। उहाँको भोगाइ हेर्दाखेरि उहाँको एक्सपेरिमेन्ट चाहिँ साइन्टिस्ट सबै नै एकसायक हरेक घर चाहिँ एक प्रकारको साइन्टिस्ट, जुन हलो जो छ नि त्यो पनि साइन्टिफिक कुरै त छ नि, त्यो हलोको ब्यालेन्स मिलाउने त्यो सबै म दङ्गै परेँ कि मैले एउटा ब्लग नै बनाएको छु, त्यहाँ भोलि पछि हाल्नेछु भिडियो। अब भनेपछि अब हामी ती कुराहरू खैर यो विषयलाई एकछिन यहाँ राखेर अब हाम्रो विषयतिर लागौँ। बजारका कुराहरू हामीले खायौँ ल भनेपछि जीवनशैली त कलाकारहरूको त भनौँ न आफ्नो एक खालको चाहिँ जीवनशैली हुन्छ नि, उहाँहरूको डिसिप्लिन होइन, उहाँहरूले लाउने विषय भयो, खाने विषय, बस्ने विषय, पञ्चतत्त्वभित्र पर्ने सबै विषयहरूमा उहाँ त कन्सियस हुनुहुन्छ नि, चेतनशील हुनुहुन्छ होइन, जानकार व्यक्ति, त्यसमा पनि खेलाडी
सुनिल थापाज्यू खेलाडी, प्रशान्त तामाङजी खेलाडी हुनुहुन्छ भनेपछि खेलाडीहरूको त्यसरी असामयिक निधन हुन्छ र अल्पायुगमा बित्नुहुन्छ भनेपछि अब हामीले के कुरा गर्ने भनेपछि अब हामीले बच्नुपर्ने एउटा उपाय छ के भन्दाखेरि कलाकार होस्, खेलाडी होस्, तपाईँ हामी होस्, सर्वसाधारण नेता जतिसुकै एउटा कविता हामीले पढेका थियौँ, नेताजिता दी मर्नु साझा सबैको डराउँदिन म मृत्युदेखि मर्नु छ एक दिन चिताको म हुँ एक वीर नेपाली वीरमा नेपालको भन्ने एउटा पढ्थ्यौँ कि गउँथ्यौँ कि त्यस्तै अब नेता होस् कि जनता होस् कि राजा होस् कि प्रजा होस् कि खेलाडी कलाकार सबै चाहिँ नि खाने त त्यही बजारबाटै हो होला अलिकति क्वालिटी खानुहुन्थ्यो होला अलिकति पटिलो चिज खानुहुन्थ्यो होला अथवा अलिकति राम्रो चिज लाउनुहुन्थ्यो होला त्यो त राम्रो कुरा हो नि त सबैले गर्नुपर्ने कुरा हो नि त त्यो भनेपछि खेलाडीलाई पनि छोडेनन् भनेपछि अब हामीले ध्यान दिनुपर्ने कुरा भनेको के भन्दाखेरि अब हामी जेनेटिकली डक्टर साहबहरूले भन्नुहुन्छ जेनेटिकली पनि हुन्छ कोही अल्पायुगमै मर्छ बाबुआमा बाजे बोजूदेखि नै अलिक चाँडै मर्ने कार्डिक एरेस्ट अनि हार्ट एट्याकको कुराहरू विभिन्न मुटु कलेजो फोक्सोका कुराहरू शारीरिक अङ्ग प्रत्यङ्गमा आउने जुन डिजिजहरू पुर्खगोता भन्छ नि पुर्खगोता जेनेटिक ती कुराहरूले पनि चाँडै मर्छन् भन्छ सबै त्यसरी गइरहेछन् प्राय श्रीकृष्ण श्रेष्ठ हेरौँ कस्तो एक्टिभ सुटिङमा दरबारमा हामी हिँडेका थियौँ सरोज खनाल दाइ र समथिङ हो मैले बिर्सेँ उहाँको असामयिक निधन उहाँ पनि अल्पायुगमै बित्नुभएको हो अब मैले हाम्रो सन्दर्भ के छ भने हामी कन्फ्युज भएको चाहिँ त्यति कन्सियस भएर पनि जानकार भएर पनि मोटिभ अरूलाई मोटिभ गर्ने व्यक्तित्वहरू पनि त्यसरी जाँदछ भनेदेखि अब हामीले लापरवाही गर्नुहुन्न है साथीहरू त्यति कन्सियस हुँदा त्यति छिटो जान्छ भनेदेखि जानु त मैले अघि पनि सुरुमा भनिहालेँ जानु त हामी एक दिन जानै छ शाश्वत सत्य हो मृत्यु तर जीवन यति सुन्दर छ लापरवाही नबनौँ र हामीले जीवनमा अलिकति बुझेर खाने कुराहरू लाउने कुराहरू हिँड्ने कुराहरू जस्तै अहिलेको जीवनशैलीहरू मोबाइल पनि एउटा एक प्रकारको मोबाइल साथी पनि हो काल पनि हो हामीले जुन कम्प्युटर चलाउँछौँ होइन तपाईँ त झन् हरेक दिन जसो कम्प्युटरमा मोबाइलमा समय बिताउनुहुन्छ अब अपकमिङ भिडियो जुन आउँदैछ निपा भाइरसको बारेमा त्यो अब कहाँबाट रोग आउँछ त प्रायः गरी मास्क लिएर हिँड्छौँ हामी तर रोग चाहिँ कहाँबाट प्रायः चाहिँ हामीलाई चाहिँ रोग सर्छ त भन्ने विषयमा छ त्यो फेरि भनौँला तर हामीले चाहिँ सबै कुराहरू बुझेर टाइम टेबल मिलाउनुपर्छ सुत्ने कुराहरू टाइममा सुत्ने टाइममा उठ्ने र खानपानका कुराहरू पानी कति पिउनु पर्ने विश्व स्वास्थ्य सङ्गठन अनुसार सल्लाह अनुसार चाहिँ दिनमा कति लिटर्स 5 लिटर्स पानी 5 लिटर पानी चाहिँ अनिवार्य पिउनु पर्ने 5 किलोमिटर चाहिँ हिँड्नै पर्ने कुराहरू छन् होइन सामान्य मान्छेले पनि स्वस्थ मान्छेले पनि त्यस्ता कुराहरू छन् कति त बिरामी हुनुहुन्छ हिँड्नु सक्नुहुन्न त्यो कुराहरू जीवनशैलीमा हामीले अति नै संवेदनशील हुनुपर्ने विषय छन् साथीहरू र दुःखदायी घटना आज पत्यारै लाग्दैन प्रशान्त तामाङ के बित्नु भएको हो त भन्ने लाग्छ तर उहाँको घरमा जाँदाखेरि उहाँको घरमा हुनुहुन्न कि उहाँ सुनिल थापा दाजु सुनिल थापा दाइ भनौँ उहाँ अब चिनो फिल्म हेरेको थिएँ मैले होइन अरू फिल्म त मैले हेर्नु पाएको छैन मैले चाहिँ म्यारिकम फिल्म हेरेको थिएँ एकदमै राम्रो लागेको थियो मलाई म्यारिकम भन्ने अनि उहाँले अब हाम्रो प्रियङ्का चोपडालाई पनि उहाँले सिकाउनु भएको रहेछ त्यो फिल्ममा होइन अनि एकदमै राम्रो कोचको रोलमा खेल्नु भएको थियो अनि एकदमै राम्रो उत्कृष्ट उहाँले भूमिका निभाउनु भएको छ त्यो फिल्ममा अनि त्यस्तै गरेर उहाँले चिनाउनु भएको छ कि होइन त्यसैले अहिले आएर लाग्छ कि एकदमै अपुरो जस्तो लाग्छ यो जुन चलचित्र जगतमा चाहिँ उहाँ बिना चाहिँ अपुरो जस्तो लाग्छ मलाई अपुरो त निसन्देह अपुरो जस्तो भइहाल्यो नि अब जस्तै अब फेरि हाम्रो मान्छेको बानी के छ भने हिजो अस्तिसम्म हामी वास्तै नगर्ने सायद बिजीको बावजुद पनि होला बिजीको कारणले पनि होला अब आफ्नो आफ्नो सुरमा हुन्छ माया एकातिर व्यवहार एकातिर भने जस्तो अर्कोतिर भने जस्तो अब जब बित्छन् नि मान्छेहरू चिरपरिचित मान्छेहरू धेरै राम्रा मान्छेहरू बितेर जान्छन् नि त्यसपछि हामीलाई पश्चाताप लाग्छ अब प्रशान्त तामाङ सोचेकै थिएन सुनिल थापा दाइ सोचेको थियौँ त हामीले सोचेको थिएन त्यही त जिन्दगीको ठेगान न हामीले लिन सक्छ न कसैले लिन सक्छ हिजो देखेको मान्छे आज देख्दैन त्यो त हो नि त्यो त अब सबैलाई थाहा भएको कुरा हो त्यो कस्तो अनौठो लाग्ने के अब हुन त अब हामी आज छौँ भोलि अब के हो होइन त्यसो त अब कसको ठेगा कसले लिएको छ नि अब तर पनि अनौठो चाहिँ लाग्दो रहेछ कि उहाँसँग त्यो चन्दा सङ्कलन गर्दाखेरि चाबेलबाट रिङ रोड हुँदै हामी हिँडेको तराई बाढी पीडितका लागि भनेर
अनि त्यसपछि प्रशान्त तामाङसँग टुँडी खेलमा त्यो कन्सर्ट गर्दाखेरि दिनेश डिसी दाईले मेरो त्यो नयाँ एल्बमको पहिला नै त्यो नयाँ एल्बमको त्यो विमोचन गरिदिनु भएको अनि त्यसपछि उहाँको टोनमा उहाँले गीत गाउनुभएको प्रशान्त तामाङजीले त्यतिखेर उहाँ पातलो हुनुहुन्थ्यो, अहिले चाहिँ अलिक मोटाउनु भएको छ, त्यसपछि पेट भएन। म पनि यो कला क्षेत्रमा हिँडिहालेँ, कला कौशल क्षेत्रमा। अनौठो लाग्यो। अब हामी भन्न चाहन्छौँ के भन्दाखेरि जीवनशैलीलाई त्यति खेलासी नगरौँ। उहाँहरू पनि अब भित्र त अब हामीलाई थाहा छैन होइन, भित्रहरू उहाँ के ड्रङ्क सुनिल थापा दाईले एकचोटि छोड्यो भनेर सुनेको थिएँ, के ड्रङ्क गर्नुहुन्थ्यो र गर्नुहुन्थ्यो जस्तो कन्सियस मान्छे, खेलाडी मान्छे होइन। अब फेरि प्रशान्त तामाङ पनि अब त्यस्तो ड्रङ्कर त होइन, पुलिस फोर्सको मान्छे होइन। हामीलाई त लाग्दैन पुलिस फोर्समा पुलिस के नेपाल आर्मी नेपाल पुलिसहरूले इन्डियन आर्मी इन्डियन पुलिसले धेरै ड्रङ्कर हुन्छ र हुँदैन जस्तो लाग्छ मलाई त, किनभने अरूलाई अवेर गराउने, अरूलाई सचेत गराउने होइन, कारबाही गर्ने उहाँहरूको ड्युटी नै त्यो भएपछि के दिन्थ्यो होला त दनादन रक्सी धुम्रपान मदिरा पक्कै पनि होइन। भनेपछि अब हामी बाँच्नुपर्ने भनेको बचाउनु पर्ने भनेको पक्कै पनि अब हामीले बजारका खानेकुराहरू, खाद्य वस्तुहरू र टाइम टेबल, पिउने कुराहरू, पेय पदार्थहरू र दैनिकी उठ बस हिँडाइ सोचाइ पञ्चतत्त्व भन्छौँ नि हामी, अनि खनिजहरू हामीले खाने कुराहरूमा शैलीहरूमा धेरै कन्सियस हुनुपर्ने बेला आएको छ जस्तो लाग्छ। र त्यो खानेकुरा मात्र नभइकन अहिले जुन अहिले प्रदूषण होइन, एयर पोल्युसन धेरै बढिरहेको छ, त्यो पनि त एउटा माध्यम त होला। त्यो त एयर पोल्युसनलाई त अब कसरी रोक्ने के, अब वातावरण सम्बन्धी जुन अब हामीले जुन सङ्ग्रहालय म्युजियम गर्दैछौँ, अब इलन मस्कले पनि भनेको छ, इलन मस्कले अब के भनेको छ भने, इलन मस्कले के भनेको छ भने यदि विश्वमा कसैले वातावरण चाहिँ नि दूषित वातावरणलाई संरक्षण गर्ने कुनै उपकरण बनाउँछन् भनेदेखि, कुनै त्यस्तो डिभाइस बनाउन सक्छ भनेदेखि कति $1 मिलियन पनि त्यस्तो राखेको छ भनेर परेको साल मैले एउटा टेक्स्ट पढेको थिएँ। भनेपछि अब वातावरण सम्बन्धी कसले भन्दा हामी नेपालीले त कहिले बनाउने त्यस्तो मिसिन त विश्वलाई नै ठेक्का लिने होइन, तर एटलिस्ट यदि आफ्नो तर्फबाट गर्न सक्छौँ हामीले। अब म्युजियमको तर्फबाट यो म्युजियम यहाँ त अब केही छैन सामान होइन, मेची महाकालीसम्मको सामानहरू छन्, हामीले म्युजियम गर्दैछौँ, त्यसमा चाहिँ वातावरण सम्बन्धी चाहिँ शिक्षा पाउने म्युजियम, कला म्युजियम गर्दैछौँ, जहाँ चाहिँ वातावरण कसरी संरक्षण गर्ने, मान्छेको मात्रै राज भयो यो संसारमा, खालि चाहिँ कङ्क्रिटको मात्रै जङ्गल भयो। अब मान्छेको मात्रै अस्तित्वको कुरा गर्दाखेरि मान्छेले नगर्ने मान्छेभित्रै लडाइँ, सामाजिक प्राणी आफूलाई भन्छौँ हामी, गर्ने क्रममा के वन्यजन्तु, वनस्पति, वातावरण सम्बन्धी यो ब्युटिफुल अर्थ, यो सुन्दर धरतीको लागि हामी केही नगर्ने त भन्ने त्यो छुट्टै चुनौती छँदैछ। बाइ द वे हामीले एउटा सन्दर्भलाई यहाँ पनि जोड्यौँ होइन, एउटा चुनौतीका कुराहरू हुन्। त्यसैले अब हामीले ठुलो सबक हामीले सिक्नुपर्नेछ, यसको विकल्प छैन। किनभने खेलाडी सुनिल थापा दाई खेलाडी, फेरि पनि भनौँ प्रशान्त तामाङ पनि खेलाडी होइन, के भइरहेछ यहाँ गम्भीर छ प्रश्न। अब ल भनौँ न, अब फिल्म क्षेत्रको मान्छेहरू स्वर्ग हुनुभयो भन्दैमा चाहिँ नि कसरी भयो भन्नुभन्दा पनि त्यो फिल्म क्षेत्रको मान्छेहरूमा पनि उहाँहरूको इन्डिभिजुअल लाइफ चाहिँ खेलाडी हो, व्यक्तिगत जीवन चाहिँ उहाँहरू खेलाडी हुनुहुन्थ्यो है। भनेपछि अब हामीले बुझ्नुपर्ने भनेको त्यो वातावरणमा हामी कन्सियस हुनु पऱ्यो, खानपानमा कन्सियस हुनु पऱ्यो, सुताइमा होइन, टाइम टेबल मिलाउनु पऱ्यो र आफू चाहिँ नि आफूले सन्तुलन मिलाएर अरूलाई पनि यी कुराहरू सिकाउनु पऱ्यो, जस्तै हामीले जानेको कुरा सिकाउँदैछौँ तपाईँहरूलाई होइन। त्यसैले आजलाई अलिकति मैले आज खबर सुनेको हुनाले यति चाहिँ ट्रिब्युट उहाँहरूलाई होइन, त्यसैले उहाँहरूको आत्मा चिर शान्तिको कामना फेरि पनि। त्यही त म पनि एकदमै चकित नै परेँ होइन, एकदमै दङ्गै परेँ जब मैले यो खबर सुनेँ होइन। अब 11 जनवरी 2026मा प्रशान्त तामाङको निधन भयो। त्यस्तै गरेर फेरि अर्को हाम्रो वरिष्ठ कलाकार हाम्रो सुनिल थापाज्यूको निधनको बारेमा सुन्दा एकदमै चकित भएको छु म पनि। र अब त्यही हो, रोगले धनी गरिब, ठुलो सानो होइन, को कलाकार को खेलाडी भन्दैनन् होइन। त्यसैले अब प्रिभेन्सन इज बेटर देन क्योर भन्ने कुरालाई चाहिँ हामीले मनमा राखेर अगाडि बढ्नुपर्छ। त्यही हो। हस् त आजलाई यति गरौँ के अरे होइन, आजलाई यति नै गरौँ। अब अलिक अबेला पनि भइसक्यो, घन्टी अलिक जाडो पनि छ, चिसो छ, धेरै चिसो छ बाहिर, धेरै चिसो छ।
ल अब त्यसमा पनि अब एउटा थपिहालौँ। चाइनामा आजभन्दा 2-3 वर्ष अघि मात्रै चाइनामा 300 एबभ चाहिँ पोल्युसनको मापन निकालेको थियो। इन्डिया, चाइना, नेपाल सेम थियो। अहिले चाइनामा त 70 अराउन्ड आइसक्यो अरे। 70 अस्ति 2 महिना अगाडि म त्यो उसमा जाँदाखेरि, रेकर्डमा जाँदाखेरि 70 अराउन्डमा छ अरे भनेको सुन्थ्यो। अब इन्डिया र नेपालमा त 300 चाहिँ नि अराउन्डमा चाहिँ नेपालको पोल्युसन छ। भनेपछि पोल्युसनबाट बच्नको लागि हामीले मास्क प्रयोग गरौँ मात्रै भन्दा पनि अब मास्कबाट पनि अक्सिजन नपाउँदो रहेछ। फेरि मास्क लगाए गर्दा नि राम्रो त होइन रहेछ। फेरि अब के गरौँ भन्दाखेरि चाहिँ अत्याधिक पोल्युटेड सिटीमा चाहिँ अत्याधिक पोल्युसन भएको वातावरण मैत्री नभएका ठाउँहरूमा पुग्ने बित्तिकै हामीले मास्क प्रयोग गरौँ। 10 रुपियाँ त हो, मास्क प्रयोग गरौँ। अब जङ्गल उद्योग हुँदाखेरि गाउँतिर त परेन जहाँसम्म होइन। म त पोल्युसनले काहीँ पनि छोडेको छैन। आकाशीय तरङ्गी क्षेत्रमा चाहिँ एटमोस्फियरमा आकाशीय क्षेत्रमा गुन्जिरहेको छ होइन वातावरण। अब धुलो कणहरू अब गाउँलाई पनि छोडेको छैन। तर एटलिस्ट सहरभन्दा सिटीभन्दा चाहिँ गाउँमा चाहिँ कमसेकम एब्जर्भ हुन्छ। जस्तै अम्बानीको एन्टिलास त्यो टावर बिल्डिङको वरिपरि चाहिँ कति 1500 कि कति 15,000 रुख रोप्यो भने त्यो म्याङ्गोको होइन, म्याङ्गो ट्रीको चाहिँ। अब त्यो म्याङ्गोले चाहिँ के गरे भन्दाखेरि हुनेलाई जाइँ ताइँ नहुनेलाई काहीँ न काहीँ भने जस्तो त्यो म्याङ्गो ट्री चाहिँ किन रोपेको अरे भन्दाखेरि अहिले त ठुल्ठुला भइसक्यो। अब त टन म्याङ्गो पनि त्यहाँबाट प्रोडक्ट हुँदो रहेछ होइन, फल्दो रहेछ। भनेपछि त्यो चाहिँ पोल्युसन एब्जर्ब गर्नुलाई अरे जङ्गल भएको ठाउँमा चाहिँ, हरियाली भएको ठाउँमा चाहिँ त्यो पोल्युसन चाहिँ जङ्गलले एब्जर्ब गर्दो रहेछ। रुखले, जङ्गलले, वनले कति सहयोग गर्दो रहेछ हामीलाई है, वातावरणले। तर दुःखदको खबर चाहिँ दिनानुदिन चाहिँ डिफोरेस्टेसन भएको अवस्था छ। हामी धेरै देख्न सक्छौँ कि हामी सबै अवेर बनौँ, डिफोरेस्टेसनलाई रोकौँ, वन्यजन्तु वनस्पति संरक्षण गरौँ। हामी त्यो वन्यजन्तु वनस्पति सम्बन्धी काम गर्दैछौँ। माइक्रोफोन पनि तपाईँको काष्ठकलाको प्रयोग गरेका छौँ हामीले। हेर्नुहोस् त्यो बनाउनु कति गाह्रो हो। किनभने हाम्रो सहरको नाम चाहिँ काष्ठमण्डप। यो त हामी हरेक सिरिजमा चाहिँ हरेक हाम्रो सिजनमा चाहिँ राख्नु पर्ला जस्तो चाहिँ विषय चाहिँ। किनभने काष्ठमण्डप अभियान पनि पहिला हामीले गरेका थियौँ। त्यो जुन क्यामेराले खिचिरहेको छ, क्यामेराको स्ट्यान्ड पनि हामी कुनै दिन देखाउँछौँ। क्यामेराको स्ट्यान्ड पनि तपाईँको सबै त्यो फङ्सनहरू सबै वुडको बनाएको छौँ हामीले। बस्ने चेयरहरू सबै वुडको, हाम्रो ब्याकग्राउन्डहरू सबै वुडको। अब यो सबैलाई चाहिँ हामीले च्यालेन्ज दिएको चाहिँ होइन, तर हामीले अवेर गरेका हौँ होइन। हाम्रो सहरको नाम के, राजधानीको नाम हाम्रो काष्ठमण्डप अहिले काठमाडौँ भन्छौँ। काष्ठमण्डप हो भनेपछि काठले बनेको मण्डपले बनेको एउटा सहर भनेपछि काष्ठकला, वुड मान्डो भनेपछि काष्ठकला हुनु पर्ने। अहिले प्लास्टिक मण्डप भएको छ काठमाडौँमा भएको। सबै तपाईँको त्यो तिम्रो त्यो के अरे बागमती, विष्णुमती, टुकुचा सबै खोला फोहोर छ। जताततै फोहोर। कुनै बेला यसो टिपे चाहिँ हुन्छ, अभियन्ताहरूले टिपेको चाहिँ लाग्छ, टिपेको जस्तो गरे जस्तो, ठुल्ठुलो कम्पनीहरूले काम गरे जस्तो। त्यसपछि फेरि लाथालिङ्ग त्यस्तै भइरहेको छ। ल अब यो चुनावको बारेमा कसलाई भोट हाल्ने, को हुन् त, कसलाई कतिखेर किन भन्ने विषयमा चाहिँ हामी फेरि पनि छलफल गर्नेछौँ तपाईँहरूसँग। र हामी पनि आफूलाई लागेको कुरा व्यक्त गर्ने नै छौँ भन्दै अहिलेलाई के सकौँ, अहिलेलाई हामी बिदा लिन चाहन्छौँ। ल फेरि पनि अर्को कार्यक्रममा उपस्थित हुने नै छौँ हुने बाचाका साथ अहिलेलाई हामी बिदा हुन चाहन्छौँ। अब मेरो त फेरि अलिक टाढै छ यात्रा भन्दै अहिलेलाई मल्टिपल मौलिक चौतारीबाट हामी दुवै बिदा चाहन्छौँ। हस् त, नमस्ते।